ठीक 1 वर्ष अघि तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि उठेको प्रश्नको बलियो आवाज संसदमा गुन्जिएको थियो। त्यही आवाज आज लेखकमाथि फर्किएको छ, तीव्र कठोर र राजनीतिक मूल्याङ्कनको रूपमा। कांग्रेस प्रमुख सचेतकका रूपमा रमेश लेखकले संसदमा रासपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि उठाएको प्रश्नबारे लेखकले संसदको मर्यादा र नैतिकताको उचाइमा चढेर बोलेका थिए। छानबिन हुनुपर्छ, जवाफ चाहिन्छ, राजीनामा पनि होस् भन्ने उनको अडान संसदको रेकर्डमा छ। यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको विषय कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, यदि प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन रहनुहुन्न, त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौँ। लेखकलाई त्यो समय न्यायको पक्षधर नेताका रूपमा चित्रित गरियो, तर अहिले उही नेता गृहमन्त्री बनेपछि आफ्नै शब्दको घेराबन्दीमा परेका छन्। हालै सार्वजनिक भएको मानव तस्करी सम्बन्धी भिजिट भिजा सेटिङ प्रकरणमा गृह मन्त्रालयको संलग्नता पुष्टि हुने संकेतहरू सार्वजनिक भएपछि लेखक चपेटामा परेका हुन्। दैनिक लाखौं रुपैयाँको असुली गृह मन्त्रालयसम्म पुग्ने गरेको थियो। गृहमन्त्रीमाथि उच्च स्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न नदिने घोषणा रासपाको छ। आफूलाई परेको अप्ठ्यारोको पैँचो लिने मौका पाएको रासपाले राजीनामाको विषय सबैभन्दा पहिलो संस्थागत रूपमा उठाएको छ। माननीय गृहमन्त्रीजीको नेतृत्वमा यसभन्दा अगाडिका सरकारले अनुसन्धान गरी उच्च राजनैतिक तहको संलग्नता रहेको भनेको भुटानी शरणार्थीको काण्ड दबाइएको छ। सहकारीको मुद्दामा रवि लामिछानेलाई 3 महिना हिरासतमा राखेर अनुसन्धान गर्यो, तर सत्ता पक्षका सांसदलाई प्रहरीको कार्यकक्षमा बोलाई चिया खुवाएर पठाइएको छ। सम्माननीय सभामुख महोदय, अब हामी कसरी विश्वस्त हुने गृहमन्त्रीले निष्पक्ष छानबिन गर्नुहुन्छ भनेर? यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, अनुसन्धान हुनुपर्छ, राजीनामा आउनुपर्छ। नेपाली कांग्रेस र नेकपा एमाले पनि रवि लामिछाने र लेखकको घटनालाई फरक भन्दै विषयान्तर गर्न खोजिरहेका छन्। गल्ती कर्मचारी तहमा भएको र मन्त्रीले जिम्मेवारी लिनुपर्ने कुरा सान्दर्भिक छैन भन्ने उनीहरूको तर्क रहँदै आएको छ। तर अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको यो लज्जास्पद कार्यले विश्व मञ्चमा नेपालको शिर निहुरिएको छ। अब सत्तारूढ दलले सरकार जोगाउँछ कि रमेश लेखक? सबैको नजर यसैमा छ।